र हामी तपाईहरुलाई लगातार चुङथाङबाट रिपोर्ट लिएर आइरहेका छौं। अक्टोबर 4 तारिक बेलुकी भएको जुन भवितव्य छ त्यसमा विशेष त चुङथाङको फायर एन्ड इमर्जेन्सी सर्भिसले पनि एउटा अहम भूमिका निर्वाह गरेको छ मानिसहरूलाई रेस्क्यु गर्नमा। अनि उहाँहरू लास्ट हुनुहुन्थ्यो भनेर लास्ट रेस्क्यु गरिसकेर उहाँहरू निक्लिनु भएको र दुईजना मेम्बर्स हुनुहुन्छ, अझ धेरै मेम्बर्सहरू हुनुहुन्छ तर उहाँहरू ड्युटीमा हुनुहुन्छ र हामीसँग पञ्चायत पनि हुनुहुन्छ। पहिला हामी पञ्चायतबाट सुन्नेछौं। फायर एन्ड इमर्जेन्सी तपाईले अघि आउँदा भन्नुहुँदै थियो कि एकदमै इम्पोर्टेन्ट रोल प्ले गरे भनेर है, उहाँहरूको कस्तो मतलब भूमिका कस्तो थियो उहाँहरूले चाहिँ अब आफ्नो जान भन्दा पनि आफ्नो गाउँलेको जान बचाउनु भन्ने थियो। उहाँहरूले साइरन बजाउँदाखेरि धेरैजनालाई चाहिँ बाक्ने मौका पायो। उहाँहरू आफ्नो गाडीमा पनि ओसार्यो र हिलोबाट मान्छे निकाल्नुदेखि लिएर अहिलेसम्म उहाँहरू अस्ति जुन लुगा थियो त्यहीमा अब हिजोदेखि अलिक लुगा फेर्ने मौका पाएको, नभए अस्तिदेखि फायर हो कि सिभिलियन केही थाहा थिएन किनभने उहाँहरू पनि जस्तो लुगा राति थियो त्यही हिसाबमा। तर उहाँहरूले चाहिँ त्यो पर्वत नगरेर आज यति मान्छे बचाउनु चाहिँ धेरै उहाँहरूको ठुलो भूमिका छ। अगर फेरि पनि उहाँले दलदलमा मान्छेको सामान फसेकोदेखि लिएर सबै निकाल्नुमा चाहिँ उहाँहरू मद्दत गर्दैछ। तर आजको दिनमा हामीले चाहिँ यो दलदलमा जानु नसक्ने चाहिँ हाम्रो एम्युनेसनको त्यो गोला बारुद छ भन्दैछ, त्यो फुटेर रिस्क हुन्छ भनेर चाहिँ अब हिजोदेखि चाहिँ हामीले अलिक बन्द गरेको छ। नभए चाहिँ सबैको सामान निकाल्नुदेखि लिएर सबै उहाँहरू नै हुनुहुन्छ फर्स्ट भलिन्टियर मान्छे चाहिँ। तपाईको नाम? मेरो नाम लेसनायक केशवमंगली भुटिया। तपाईको? एजी कर्मसुनम। खबर कसरी पाउनु भयो त्यो दिन? हामीलाई चाहिँ यस्तो भयो कि राति हाम्रो एकजना सिनियरले चाहिँ हामीलाई चाहिँ लगभग फोन गर्यो, तर हामीलाई चाहिँ यो भने कि तपाईहरु अलर्ट बस्नुहोस्। तर हामीलाई चाहिँ यो खबर आएन कि एकदम यस्तो सिचुएसन हुन्छ भनेर चाहिँ हामी 50-50 मा थियौँ। त्यति बेलासम्म चाहिँ हामीले मान्छेलाई चाहिँ अब त्यो खबर दिएको थिएनौँ, किनभने भरै अचानक नहोला मान्छे प्यानिक हुन्छ, त्यति बेला फेरि हामीलाई क्वेसन हुन्छ भनेर चाहिँ हामी त्यो थिएन। लास्ट आवरमा जब लास्ट आवर कन्फर्म भयो त्यति बेला चाहिँ हामीले जतिजना पब्लिक छ सबैलाई निकाल्यौँ त्यहाँबाट निकाल्दै गयौँ र चाहिँ लास्ट स्टेजमा चाहिँ हामी चाहिँ जब लाइट गयो नेटवर्क गयो त्यति बेला चाहिँ अब मान्छे कोही रहेन, त्यति बेला चाहिँ हामी निक्लेर साइरेन लगाउँदै उभा आयौँ। जति चाहिँ बाटोमा भेट्छ लाचुङपट्टि बबपट्टि आउनु हामी, किनभने यो चाहिँ के थियो भने हामीले कम 3 महिना अगाडि चाहिँ हामीले एउटा मक ड्रिल गरेको थियौँ जसमा चाहिँ एनडीआरएफको एसडिएम अफिस बिडिओ एडिसी हामी सबै फायरको पुलिसको भएर चाहिँ हामीले एउटा मक ड्रिल गरेको थियौँ कि यस्तो खबर पायो सेटेलाइटबाट चाहिँ यो जुन चाहिँ ब्लास्ट भयो त्यो पोखरी चाहिँ एकदमै रिस्की छ र चाहिँ त्यहाँ चाहिँ तिमीहरू अलर्ट बस्नु भएतिर चाहिँ हामीले 3 महिना अगाडि यो मक ड्रिल गरेको थियौँ। तपाईँको मक ड्रिल गर्दा चाहिँ हामीले चाहिँ के पायो सुइटेबल ठाउँ चाहिँ बब पायौँ। बब पाउँदाखेरि चाहिँ अब हामीलाई थाहा भयो कि हामीले मब कहाँ यस्तो भएपछि चाहिँ कहाँ जानुपर्ने हो भन्दा त्यस कारण चाहिँ हामीले जब चाहिँ यो भयो तब चाहिँ हामीले मान्छेहरू रेस्क्यु गर्दै लिएर चाहिँ तपाईँ सबै बबमा थुपार्यौँ। ल लास्ट आवरमा जब हामी निक्लेको चाहिँ समथिङ 2 मिनटपछि चाहिँ यो सबै चुङथाङै यस्तो भयो। हामी पनि लकिली लास्टमा हाम्रो पनि केही छैन, हामी पनि यति एक सर लुगामै निक्लेको हामी पनि। तर अब हामीलाई चाहिँ के थियो, हाम्रो ड्युटी हो पब्लिकको ज्यान गर्नु बचाउनु रेस्क्यु गर्नु हाम्रो ड्युटी हो र चाहिँ त्यो कारणले हामी लास्ट आवरमा चाहिँ हामी निक्लेको हौँ। र धेरै त्यहाँका चालकहरूले पनि चुङथाङका चालकहरूले पनि धेरै मानिसहरू रेस्क्यु गरे। मैले सुने कि लगभग उहाँहरूले 10 देखि 15 खेप उहाँहरूले मानिसहरू चुङथाङदेखि यहाँ बबसम्म ल्याए। बब भनेको चुङथाङदेखि लगभग 3 किलोमिटर टाढो एउटा सानो गाउँ छ र एकजना महानुभाव हुनुहुन्छ। तपाईँको नाम के हो? पेम्बा छिङलेप छ। कति मानिस? मैले 6 खेप चाहिँ उयो गर्यो हजुर चुङथाङबाट। अब फर्स्ट खेप त अब तल ग्राउन्डबाटै हामी उसार्यो, त्यहाँनिर सेकेन्ड ट्रिप जाँदा त त्यहाँ सकेन, त्यहाँदेखि त्यो टिसिपीबाट त्यहाँबाट चाहिँ उसार्यो। त्यहाँदेखि टिसिपी उसार्यो, त्यहाँदेखि आधी बाटोबाट सबै उसार्यो। त्यहाँदेखि चाहिँ अब राति साह्रै निन्द्रा पनि लागिरहेको थियो, त्यहाँनिर 6 खेप उसारेर चाहिँ सकेन, गाडी थन्कायो हो, त्यति मात्रै सक्यो। अन्त आफै त छैन, हाफप्यान्ट मात्रै थियो हो, त्यतिमा मात्रै बसिरहेको थियो। अन्त के गर्नु, अन्त कहाँ जानु के गर्नु, अन्त यहाँ सुत्ने ठाउँ पनि छैन गाडीमा। अन्त आएर तपाईसँग अरू साथीहरू पनि थियो, अरूहरूले पनि उसार्नु भयो? होइन अरू गाडीहरूले पनि उसार्यो नि, गोबरहरू उसार्यो। ऊ यहाँ हाम्रो फायरकोहरू यो फायरको गाडीमा यो मजाले उसार्यो नि, रातभरि उसार्यो मान्छे त सक्दो जति चाहिँ उसार्यो। र योहरू हो अनटोल्ड स्टोरिज, हिरोजहरू जसले चाहिँ आफ्नो ज्यानलाई परवाह नगरिकन चाहिँ उहाँहरूले धेरै मानिसहरूको ज्यान बचाउनु भएको र उहाँहरू हुनुहुन्छ हिरोजहरू जसले आफ्नो ज्यानको परवाह नगरिकन धेरै मानिसहरूको ज्यान बचाउनु भएको छ। सहयोगी सुबेन प्रभातको साथ निर्मल मगर, सिक्किम क्रोनिकल, चुङथाङ, नर्थ सिक्किमबाट। Get all the credible news on the go. Download the Sikkim Chronicle app.